9 वर्षसँगै बसेर आज चाहिँ उहाँहरू यहाँदेखि कोठा छोडेर जानुभयो। आज मैले फेरि डायमन्ड कुकर सँगसँगै डिभाइन कम्पनीको कुकर पनि हाले। कस्टमरहरूलाई भेराइटी धेरै भएपछि चुज गर्न सजिलो हुन्छ भनेर जुन धेरै बिक्छ त्यही लिटरको मात्र हालेको छु। गनेको 30 पिस रहेछ। ल यति कुकर मलाई कति पर्यो होला त कमेन्टमा गेस गर्नुस् है त। त्यही बेला घर पछाडि केही सामानहरू लोड गरेको जस्तो आवाज आएर दगुर्दै हेर्न गएको उहाँ अङ्कल आन्टी फ्यामिली नै अब नेपाल छोडेर इन्डिया जाँदै हुनुहुँदो रहेछ। त्यही भएर कोठाको सबै सामान बुलेरुमा लोड गर्दै हुनुहुँदो रहेछ। कस्तो नरमाइलो लाग्यो मलाई त। हामी सबै एउटा परिवार जसरी नै त्यत्रो लगभग 9-10 वर्ष जति बसियो होला। माइली छोरी 1 वर्षको हुँदा आउनु भएको थियो रे। नेपालमा बसेर काम छैन भनेर अब चाहिँ इन्डिया नै जानु पर्यो भनेर आज जाँदै हुनुहुन्छ। यिनी बहिनीहरू भएर मलाई कति हेल्प भएको थियो। पहिला विनोद भाइ नहुँदा खाना खाने बेला पसल पुरिदिन्थे। अचानक पानी पर्दा सबैजना आएर बाहिरको सामान भित्र राखिदिन्थे। कहिले सन्चो नभएको बेलामा चाहिँ सबै सामानहरूलाई ओसार पोसार गरिदिन्थे। यस्तो हेल्प भएको थियो। छ्या त्यो सम्झिँदा त आँखाबाट आँसु नै आउँछ। अब त त्यस्ता दिन पनि नआउने भयो। ल राम्रोसित जाऊ, आफ्नो दाइलाई नबिर्स, पुगेसी फोन गर है भनेर बिदा गरे। त्यसपछि आफ्नो कामतिर लागम भन्दै कुकरमा रेड हाले अनि विनोद भाइले लगेर भक्का अब गोदाममा पनि राखिसकेछन्। कसरी मिलाएछन् भनेर हेर्न आएको बबाले मिलाएछन्। अब यदि कुकर भएपछि 6 महिना ढुक्क भन्दै बिदा माग्छु। धन्यवाद।